आज यो रुख ढाल्न लागिरहेका छन्। दाइ चाहिँ त्यहाँ माथि चढेका छन् रुख ढाल्ने दाइ। माथिको पहिला हाँगा झारेर अनि एकोरो बनाउने रे, अनि यतापट्टि ढाल्ने भन्दै हुनुहुन्थ्यो। अब हेरौँ, दाइको कडा मेहनत छ। रुख ढालेको भिडियो हेर्न कतिको इच्छुक हुनुहुन्छ तपाईँ? हुनुहुन्छ भने कमेन्ट गर्नु होला। हेर्नुहोस् है, रुख ढलेको अवस्था। फेरि चुना भएको छ। चुनामा चाहिँ फेरि गलत अर्थ नलाउनु होला। यो चाहिँ हाउरीले गर्दाखेरि चाहिँ त्यहाँ घरलाई असर गर्यो भनेर अस्ति नै हाँगा घरसम्म पुग्यो र हाँगा झर्यो भनेर जिल्ला वनबाट स्वीकृति गरेर हामीले यो रुख ढाल्न लागिरहेछौँ। वडा कार्यालयको सिफारिस, जिल्ला वनको कथन आदेश सबै गरेर चाहिँ काट्न लागिरहेछ। अहिले ब्यालेन्स मिलाइरहनु भएको छ।